Canon को G7X Mark III Mark II लिने कस्टमरलाई म सोध्न चाहन्छु कता छ भनेर पैसा कता आउँछ तपाईसँग बरु मलाई थोरै ट्रान्सफर गरिदिनु घरमा नै लाग्छ है के भन्न चाहन्छु भन्दा त्योभन्दा थोरै पैसा थपेर यो क्यामेरा लिनु न पछि तपाईँको लागि प्रोफेसनलिजमको लागि दामी हुन्छ क्या ट्रेन्डको पछाडि होइन लेजेन्डको पछाडि तपाईँ लाग्नु न यो चाहिँ तपाईँको सोनी A7 IV वाला मोडल हो 33 मेगापिक्सलको यसमा सेन्सर आउँछ G7X Mark III मा कति 20 मेगापिक्सल 20 र 33 मिल्छ मिल्दैन नि त्योभन्दा भन्दा अरू कुराहरूले गर्दाखेरि तपाईँले यो क्यामेरा म तपाईँलाई एकदमै सजेस्ट गर्छु क्या छोडिदिनु क्या ट्रेन्ड लेजेन्डतिर लाग्नु क्या यहाँ देख सक्नुहुन्छ लु प्याकिङदेखि लिएर सबै देखिहाल्नुभयो लगभग बट्टा नै तपाईँको क्याननको G7X Mark III भन्दा 2 गुणै ठुलो छ क्यामेरा पनि जितिहाल्यो साथसाथै अब के आउँछ भन्दाखेरि स्ट्राइपीहरू आउँछ यिनीहरू चाहिँ प्रोफेसनलिजमको लागि लिन सक्नुहुन्छ है तपाईँले टिकटकमा भिडियो बनाउनुहुन्छ युट्युबमा भिडियो बनाउनुहुन्छ युट्युबर बन्नु चाहनुहुन्छ भ्लगिङ गर्न चाहनुहुन्छ भने लङ टर्म टिक्ने साथसाथै भनौँ न एकदमै बबाल फोटो खिच्ने क्यामेरा चाहिँ सोनीको A7 IV हुन्छ तपाईँको G7X Mark II हुँदैन Mark III हुँदैन साथसाथै यसमा चाहिँ के छ थाहा छ यसमा तपाईँको 4K 30 अनक्रप हान्छ 4K 60 तपाईँको थोरै क्रप हान्छ भने यो तपाईँको अनलिमिटेड रेकर्डिङ टाइम हुन्छ यसमा तपाईँको G7X Mark III हरू जस्तो तपाईँको 10 मिनटको टाइम त्यसमा हुँदैन है यहाँ देख सक्नुहुन्छ यस्तो राम्रो बडी हुन्छ यहाँ देख सक्नुहुन्छ यस्तो दामी बडी हुन्छ यहाँ देख सक्नुहुन्छ चडक्क यहाँ देख सक्नुहुन्छ आनन्दले 180 सम्मको टिल्टेड स्क्रिन पाउन सक्नुहुन्छ यो बच्चाको कुरो होइन नि हो यहाँ देख सक्नुहुन्छ यहाँ तपाईँको माथि म्यानुअलदेखि लिएर अटोदेखि मिलाउनेदेखि लिएर सबै पाउन सक्नुहुन्छ यसमा फोटो खिच्नुको लागि भ्यू फाइन्डर नि हुन्छ यो सुरुमा देख्दाखेरि अलि अफेन्ड लाग्छ तर पछि तपाईँले याद गर्न सक्नुहुन्छ यति तपाईँले इजी हुन्छ यति बबाल हुन्छ साथसाथै टन्नै पर्स आउँछ यहाँ देख सक्नुहुन्छ टिकटकबाट लाइभ बस्न सक्नुहुन्छ इन्स्टाग्रामबाट लाइभ पनि बस्न सक्नुहुन्छ साथसाथै यहाँ देख सक्नुहुन्छ मल्टिपल तपाईँको भनौँ न यो इयरफोनदेखि लिएर तपाईँको माइक्रोफोनदेखि लिएर सबै राख्न सक्नुहुन्छ माइक्रो एसडीदेखि लिएर सबै राख्न सक्नुहुन्छ तपाईँको क्याननहरू जस्तो एउटा कार्ड होइन नि यसमा चाहिँ तपाईँले 2टा कार्ड राख्न सक्नुहुन्छ त्यसमा पनि सबैभन्दा महँगो कार्ड CFXS टाइप ए कार्ड पनि राख्न सक्नुहुन्छ साथसाथै यहाँ देख सक्नुहुन्छ ब्याट्रीको कुरा गर्दाखेरि NPZ100 को ब्याट्री यसमा पाउन सक्नुहुन्छ क्याननको R6 Mark III नभनौँ G7X Mark III भन्दा तपाईँको 2 गुणा 3 गुणा टिक्ने साथसाथै अर्को के पाउन सक्नुहुन्छ भने यसको चार्जर्सहरूदेखि लिएर सबै पाउन सक्नुहुन्छ सबै नै बवाल सबै नै राम्रो पाउन सक्नुहुन्छ म त के भन्छु तपाईँ ट्रेन्डको पछाडि होइन तपाईँ लेजेन्डको पछाडि लाग्नुहोस् न हो तपाईँको 20 मेगापिक्सल र यो तपाईँको 33 मेगापिक्सल मिल्छ मिल्दैन नि NPZ100 को ब्याट्री आउँछ एकदमै ब्याट्री एकदम बवाल हुन्छ टिक्छ टिक्दैन साथसाथै तपाईँको के हुन्छ भन्दाखेरि यसमा तपाईँको भनौँ न चढा तरिकाले अटो फोकसदेखि लिएर सबै नै फास्ट हुन्छ यसमा तपाईँले लेन्स पनि चेन्ज गर्नु मिल्छ है लेन्स पनि तपाईँले डिफ्रेन्ट लेन्स युज गर्न सक्नुहुन्छ 24-70 लेन्स साथसाथै 35 मिलिमिटर साथसाथै 85 मिलिमिटर साथसाथै सबै लेन्सहरू तपाईँले यसमा चेन्ज गर्नु मिल्छ भविष्यको लागि हुन्छ ट्रेन्डको पछाडि होइन लेजेन्डको पछाडि लाग्नु होला भविष्यमा तपाईँले यसलाई राम्ररी मास्टरी गर्नुभयो भने तपाईँले यसले पैसा कमाएर दिन्छ क्याननको G7X Mark III ले दिन्छ दिँदैन रिसेल भ्यालु पनि हेर्नु पर्यो नि पछि बेच्नु पर्यो भने यसको राम्रो रिसेल भ्यालु आउँछ भने G7X Mark III को भ्यालु आउँछ आउँदैन म त बोल्नै छोड्दिएँ लु तपाईँले A7 IV चाहिन्छ भने आउनु होला दाम चेक गरे